मेरो पुरानो पेसेन्ट उहाँ चाहिँ मोरङ निवासी हुनुहुन्छ र उहाँको मैले एन्डोस्कोपिक इभ्यालुएसन फुल हाउस फङ्सनल एन्डोस्कोपिक साइनस सर्जरी एन्डोस्कोपिक फुल हाउसमा चाहिँ म्याक्सिलरी सबै खोलेको र त्यसपछि एन्डोस्कोपिक सेप्टोप्लास्टी टर्बिनोप्लास्टी सर्जरी सबै भइसकेपछि आज 6 महिना कटेर आउनुभएको छ फलोअप चेकअपको लागि। तपाईँ यहाँ देखाउनुहोस् त यो फ्रन्टल साइनस। अब तपाईँले यो एथमोइड साइनसहरू देख्न सक्नुहुन्छ, त्यहाँ एन्टेरियर एथमोइडल आर्ट्री हैन, यो चाहिँ नि यहाँ तल गएँ भने दिस इज अ स्पेनोइड साइनस इनसाइड। अब तल आउँदैछु, दिस इज म्याक्सिलरी साइनस। उहाँको टर्बिनेट पनि रिडक्सन गरेको छु हैन, इन्फेरियर टर्बिनेट पनि रिडक्सन गरेको थिएँ। अब मैले पनि इन्फेरियर टर्बिनेट रिडक्सन, दिस इज म्याक्सिलरी साइनस है, म्याक्सिलरी साइनस, this is a sphenoid sinus inside, right? So you can appreciate the तपाईं देख्न सक्नुहुन्छ, this is the skull base area and this is frontal sinus. You can show the glow over here. This is the glow of frontal sinus and as well as in the monitor, please show it in the monitor. मोनिटरमा पनि देख्नुभयो नि त। अब भेसल्सहरू म्युकोजा पछाडिको यहाँ भेसल्स देखिराख्नु भएको छ भनेपछि छाला त एकदमै राम्रो छ। अब यहाँ पनि त्यस्तै छ है, यहाँको पनि एकचोटि फ्रन्टल ग्लो देखाउनु भयो नि हजुरले है, फ्रन्टल ग्लो होइन त भनेपछि इट्स भेरी गुड, राम्रो छ। थ्याङ्क यू सो मच।